डाक्टर सीताबाट बच्चा हुन्छ नि? ढुक्क हुनुहोस्, हुन्छ। नमस्ते साथीहरू, नेपाली टेलिफिल्म सीताको नयाँ भाग हेर्न धेरैजना पर्खाइमा हुनुहुन्छ होला। आगामी एपिसोड आउन अझ केही दिन बाँकी नै छ, तर कथानकमा आउने नयाँ ट्विस्ट र टर्निङ पोइन्टहरूको बारेमा हामी आज विशेष रूपमा चर्चा गर्नेछौँ। त्यसैले अबको नयाँ भागमा सीता सिरियलमा के हुन्छ भन्न जान्न उत्सुक हुनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई भने अन्तिमसम्म हेर्दै गर्नुहोला। साथीहरू, अबको नयाँ भागमा भने सीता गर्भवती हुने छिन्। हो साथीहरू, अब सीताबाट 100% सीताबाट बच्चा भने हुनेछ, यो कुरा भने डाक्टरले बताएका छन्। यति बेला सीता र जगत भने एकदमै खुसी भइरहेका छन्। साथीहरू, सीताबाट बच्चा हुन्छ भन्ने थाहा पाउँदा तपाईँहरू को खुसी हुनुहुन्छ? प्लिज कमेन्ट गर्नु भने पक्कै पनि नबिर्सनु होला। र यता रमेश भने अब पहिले जस्तो लाटो छैन। हो साथीहरू, रमेशले भने पहिले नातागोता हेर्थे, अटोमा आफ्नै अटोमा चढाउँदा भने नातागोता हेरेर पैसा लिँदैन थियो। अहिले भने रमेशले भने नातागोता केही पनि नभनेर पैसा लिन थालेका छन्। र यति बेला रमेश अनुको अटो सेवा पनि राम्रै कमाइरहेका छन्। साथीहरू, यति बेला जगतीको घरमा भने एउटा नयाँ खुसियाली छाएको छ। एउटा नयाँ सन्तानको आगमन हुने कुरा भने पक्का पक्की भइसकेको छ। र यति बेला जगतीका आमा बुवा पनि नाति नातिनाको पर्खाइमा भने बसिरहेका छन्। हो साथीहरू, यो खुसी कहिले नछुटोस् र यता रमेश र अनुको जोडीको कहिले नछुटोस् र यो जोडी सधैँ यस्तै भइराखोस्। जगत सीता र रमेश अनुको जोडी यस्तै भइराखोस् भन्ने कोले चाहनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। र साथीहरू, तपाईँहरू पनि सीता सिरियलको पर्खाइमा हुनुहुन्छ भने, तपाईँहरूलाई सीता सिरियल एकदमै मनपर्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नु होला। पहिला पनि बिदा दिनुहोस्। हस्त नमस्कार।